सहनै नसकेर म घरबाट घर छोडेर हिँडेको हो। छोरी चेपेर उहाँले जहिले गाली गर्ने, जहिले रन्डी बालो मात्र बोल्ने, त्यस्तै शब्दहरू गर्नुहुन्थ्यो। त्यही भएर मात्रै हिँडेँ म मात्र हिँड्नु पनि थिइनँ। यही एउटा छोरी चाहिँ भनेर जाउँ भने छोरी खोज्दिनँ, अनि मैले मेरो पालो नछोडिकन नसोधिकन छोरी बोकेर हिँडेको हो। अनि 2-3 दिनमा त्यो मिडियामा हाल्नु भएछ। मलाई त थाहा थिएन, म दिदीहरूको घरमा काम गरेर बसिरहेको थिएँ टवेलमा। अनि 2-3 दिन मात्र भन्नुभयो, तर 15 दिन भइसकेछ नि घर छोडेर हिँड्नु। 16 दिन भयो। 16 दिनमा हिजो भेट्टाएको। मैले हिँड्ने थिइनँ, धेरै गाली गर्ने, रक्सी खाएर आएर मैले गर्दा बिग्रेको भन्नुभयो। घर व्यवहारले मैले गर्दा बिग्रेको भन्नु थाल्नुभयो। त्यही भएर म हिँड्यो, न त हिँड्ने थिइनँ। राम्रै थियो, घरमा नि गयौँ, घरमा नि बस्यौँ, घरमा नि त्यस्तै झगडा गर्न थाल्नुभयो। सबैले राम्रै गरेन, यिनीहरू झगडा गर्छ भने सबैले गाली गर्ने। घरमा पनि मैले गर्दा बिग्रियो भने त्यही भएर मात्रै हिँडेको म। माइतीहरूले त बच्चैदेखि मलाई छोडिदिए, ततार बितार पारिदिए। उनीहरूले नि मलाई जन्माउनु मात्रै दिए, कर्म अहिलेसम्म दिएनन्। त्यति नै हो। मेरो जस्तो बाबुआमा पापी त अरू संसारमा कसैको पनि छैन। म त त्यति नै भन्छु। सम्पूर्ण दर्शक महानुभावहरूमा हार्दिक स्वागत गर्दछु। म सागर गिरी। दर्शकबिन, एक दिन अगाडि मात्र हामीले सानो बच्चासहित एकजना आमा हराउनु भएको भिडियो तपाईँहरू समक्ष राखेका थियौँ। 7 महिनामा जन्मेको। त्यसको अलिकति यहाँ टाउकामा कपाल छैन, त्यसको जन्म चिनो। बाबा र आमा नभइकन बस्दैन ती भोलि अब कुन हालतमा कहाँ छिन्, जसरी खोजी गरी पाऊँ। जहाँ भयो नि आऊ, तिमीलाई कसैले केही भन्ने छैन, तिमीलाई अब कसैले केही पनि भन्ने छैन, तिमी आऊ, जहाँ छौ आऊ, कन्ट्याक्टमा आऊ मेरो। र त्यो भिडियो राखेको एक दिन 24 घन्टा नबित्दै उहाँ अहिले सम्पर्कमा आइसक्नु भएको छ। र उहाँ कहाँ जानुभएको थियो, हराउनुको कारण, घर छोडेर हिँड्नुको कारण के थियो, यो सबै बुझ्ने प्रयास गर्नेछौँ। सर्वप्रथम त उहाँलाई स्वागत गर्दछु। नमस्ते। नमस्ते। तपाईँको नाम? मेरो सङ्गीता दाहाल हो। सङ्गीता दाहाल। हजुर। तपाईँको भिडियो हेर्नुभयो तपाईँले? मैले यहीँ आएर मात्रै हेरेको, मलाई थाहा थिएन। पहिला थाहा थिएन? थाहा थिएन। कस्तो लाग्यो त्यो भिडियोमा भनेका कुराहरू साँचो हुन्? बुढाले त अब होइन, अहिले अब मैले भने हिजो पनि देखावटी आँसु झारेर त्यसरी गर्नुभयो होला भनेर मैले हिजो पनि भनेको हो। अब सहनै नसकेर म घरबाट घर छोडेर हिँडेको हो। छोरी चेपेर उहाँले जहिले गाली गर्ने, जहिले रन्डी बालो मात्र बोल्ने, त्यस्तै शब्दहरू गर्नुहुन्थ्यो। त्यही भएर मात्रै हिँडेँ म मात्र हिँड्नु पनि थिइनँ। यही एउटा छोरी चाहिँ भनेर जाउँ भने छोरी खोज्दिनँ, अनि मैले मेरो पालो नछोडिकन नसोधिकन छोरी बोकेर हिँडेको हो। अनि 2-3 दिनमा त्यो मिडियामा हाल्नु भएछ। मलाई त थाहा थिएन, म दिदीहरूको घरमा काम गरेर बसिरहेको थिएँ टवेलमा। अनि 2-3 दिन मात्र भन्नुभयो, तर 15 दिन भइसकेछ नि घर छोडेर हिँड्नु। 16 दिन भयो। 16 दिन भइसक्यो। 16 दिनमा हिजो भेट्टाएको। मैले हिँड्ने थिइनँ, धेरै गाली गर्ने, रक्सी खाएर आएर मैले गर्दा बिग्रेको भन्नुभयो। घर व्यवहारले मैले गर्दा बिग्रेको भन्नु थाल्नुभयो। त्यही भएर म हिँड्यो, न त हिँड्ने थिइनँ। राम्रै थियो, घरमा नि गयौँ, घरमा नि बस्यौँ, घरमा नि त्यस्तै झगडा गर्न थाल्नुभयो। सबैले राम्रै गरेन, यिनीहरू झगडा गर्छ भने सबैले गाली गर्ने। घरमा पनि मैले गर्दा बिग्रियो भने त्यही भएर मात्रै हिँडेको म। यति सानो छोरी लिएर हिँड्नुभयो तपाईँ? हजुर। अनि उहाँहरूले भन्नुहुन्थ्यो बाबा अनि आमा नभएसम्म मान्दिनँ, एकदम खोजिरहेको छ। यत्रो समयसम्म कसरी खोजी? 2-3 दिन बाबुलाई खोजी, छैन नानी बाबा भनेको, बसी। अनि रुनी सताउने गरेन नानीले? सताएन, बस्यो। पक्कै पनि त्यही दिनको कुरा गरौँ होइन? तपाईँ बिहान लगभग 12 बजे पछाडि हजुर 1 बजीतिर 1 बजेको समयमा निस्किनु भयो। हजुर। त्यो दिनमा चाहिँ के भएको थियो तपाईँ? त्यो दिनमा हाम्रो मम्मी हुनुहुन्थेन। मम्मी उता हो तिमी है मनोकामना जानुभएको थियो। मनोकामना गएर आउनुभयो। अनि आमा छोराहरू त्यहीँ गफ गरेर बसिरहनु भएको थियो। मैले रक्सीको बारेमै कुरा गरिरहनु भएको थियो। त्यो दिन यसको बाउले 2-3 दिन अगाडि रक्सी खाएर झगडा गरिरहनु भएको थियो मसँग। अनि मम्मीलाई आएर मम्मी मनोकामना आएपछि अनि कुरा गर्न थाल्नुभयो। अनि विदेश जान्छु जस्तो कुरा गर्नुभयो क्या। अनि जानु त भनेर हामीले भन्यौँ। अनि भन्दाखेरि
त नकर तैँले गर्दा मेरो अब तँदेखि छुटकारा पाउने दिन आउँदैछ भनेर यस्तो यस्तो शब्दहरू गर्नुभयो कि अनि मैले ठिकै छ नि त भनेर नि भने त्यसो भन्नुभयो अनि अब तँदेखि छुटकारा पाएर जान्छु तेरो अनुहारै हेर्दिनँ भन्नु थाल्नुभयो हुन्छ भने मैले पक्कै पनि तपाईँको अन्तर्जातीय विवाह पनि माइतीहरू त्यागेर उसैको लागि भनेर आउनुभयो उसैको लागि भनेर आएको उसैले नि मलाई खान आएस् मलाई मार्नु आएस् भनेपछि म बस्ने कुरा त आउँदैन नि त सर म किन अर्को मान्छे भएर मान्छेको ज्यान किन मार्नु भनेर म त्यही भएर मैले नसोधिकन छोरी बोकेर एउटा छोरी त पाल्न सकिहाल्छु नि भनेर म चेपेर हिँडेको घर व्यवहार कसैलाई सोधिनँ सम्पर्कमा पनि गरिनँ त्यही भएर मैले धेरै चित्त दुखेर मात्रै म हिँडिया नत्र हिँड्थिनँ म यहाँभन्दा अगाडि त तपाईँ एक दिन पनि कतै कसैको घरमा पनि जानुहुन्थेन अरे माइतीहरूबाट पनि सम्पर्कविहीन होइन हजुर छोरी पनि एक दिन पनि बा आमादेखि टाढा भएर बस्न नसक्ने त्यस्तो थियो भन्दा विवाह गरेको लगभग 3 वर्ष क्रस भइसक्यो 3 वर्ष भयो भइसक्यो 3 वर्षसम्म एकचोटि पनि झगडा परेको छैन त्यस्तो नराम्रो पनि बसेन भन्ने कुरा गर्नुभयो होइन झगडा परिरहेको थियो सानोतिनो परिरहेको थियो गाउँघरमा पनि परिरहेको थियो अनि मैले झगडा नगर्नु काम गर्नु एउटा काम गरेर सुध्रेर राम्रो बाटो मान्छेलाई गरी देखाउनु पर्छ यसरी हुँदैन भनेर मैले पटक पटक भनिरहेको थिएँ उहाँले टेर्नु थिएन अनि अहिले म हिँड्दाखेरि एक्कासी उहाँ मिडियामा आउनुभएछ मलाई थाहा थिएन मिडियामा आउनुभएको छ भन्ने पनि थाहा थिएन हिजो मात्रै म दिदीसँग हामी सपिङको लागि लुगा किन्नु गएको थियो अनि उहाँले त पुलिस रिपोर्ट नै गरिसक्नुहुन्छ पुलिसहरूले नि खोजेको थाहा पाउनु भयो तपाईँले थाहा पाएन पुलिसहरूले देखाएको त समातिहाल्थ्यो होइन पुलिसहरूले मलाई देख्नु भएको थियो पटक पटक देख्नु भएको थियो तर कुनैले पनि यस्तो कुराहरू गर्नु भएन मलाई अनि अब हामी बाटो ओरदोर त हिँडिरहनु पर्छ नि त नयाँ बजार बस्थ्यो म देखिरहेको थियो पुलिसहरूले तर त्यस्तो कुराहरू केही पनि भएन एक्कासी उहाँले हिजो नानी खोसेर पछाडिबाट नानी झ्याप्पै खोज्दाखेरि अझ हाम्रो दिदीले कसले नानी खोस्यो भनेर कुट्नु पनि आँट्नु भएको थियो अनि मैले होइन ज्वाइँ आउनु भएको रहेछ भनेर भने आऊ भनेर भने अनि जाउँ घर भनेर भन्नुभयो जान्न म भनेको हिजो पनि म जाँदिनँ घर भनेर भनेको अनि अबदेखि म यस्तो गर्दिनँ मुख पनि छाड्दिनँ तिमीलाई नराम्रो पनि भन्दिनँ भनेर त्यहाँ भन्न थाल्नुभयो सरी माग्न थाल्नुभयो अनि त्यसपछि मात्रै म आएको सर घर छोडेर हिँड्नुको कारण भनेको त्यही झगडा मात्र हो झगडा काहीँले पनि कुट्नु भएको थियो अगाडि पनि कुट्ने त्यसो अब झगडा पर्दा कुट्ने त गर्नुहुन्थ्यो नै अनि अस्तिको दिन म घर छोडेर जाने दिन पनि तेरो अनुहारै हेर्दिनँ तँबाट यहाँबाट गइहाल भनेर त्यस्तै मुख छाड्नुभयो नराम्रो शब्दहरू गर्नुभयो अनि मैले त्यस्तै भनेपछि मलाई खान आएको मार्न आएको भनेर सबैले भनेपछि म किन बस्नु के को अर्थले बस्नु जुन भनेर आएको छु उसैले नि मलाई देखिसक्दैन भने म कुन अर्थले बस्नु त्यही भएर म हिँडेँ त्यो दिन पनि काहीँले नि घर छोडेर हिँड्नु नै समस्याको समाधान हो जस्तो लाग्छ तपाईँलाई होइन त्यो त होइन कि र पनि तपाईँ पहिल्यैबाट लगभग भेटेकै दिनमा विवाह गर्नुभयो तपाईँहरूले फेसबुकमा त कुरो गरिराख्नुहुन्थ्यो त्यसपछि अन्तर्जातीय विवाह सबै पहिला तपाईँलाई थाहा थियो होइन यहीँ आएर थाहा पाएको मलाई थाहा थिएन पहिला थाहा थिएन थाहा हुन त तपाईँ माइतीहरू त त्यागेर आउनुभयो नि त माइतीहरू त त्यागेर आयो त्यसभन्दा तपाईँहरूको विवाह पछाडि माइतीहरूसँग कुनै सम्बन्धै भएन तपाईँको भएन दिदीहरूलाई चाहिँ भेट्नु गयौँ धरान गएको थियौँ त्यही नि बस्न बुढाबुढी नै जानुभएको थियो बुढाबुढी नै गएको उहाँ बस्न मान्नु भएन दिदीको घरमा त्यही भएर हामी होटेलमा बसेर होटेलबाटै फर्केर आएको हो अनि यहाँ काठमाडौँमा त कोही पनि तपाईँको दिदी अथवा तपाईँको माइती पक्ष कोही पनि छैन मैले उहाँहरूलाई चिनाएको थिइनँ किनकि मेरो बहिनीहरूले भोलिको दिनमा मलाई आएर यहाँ के भन्छ होला भनेर मैले चिनाएको थिइनँ अहिले बाध्यतै भयो भन्नुपर्ने नै भयो र मात्रै हो अनि तपाईँको घर फ्यामिलीमा त थाहा छ होला नि माइतीतिर थाहा छ होला नि अन्तर्जातीय विवाह हो यसरी गयो भन्ने अन्तर्जातीय विवाह भन्ने थाहा छैन माइतीमा अब त मिडियामा आउनुभयो थाहा पाउनुहुन्छ सबै अब त थाहा पाउनुहुन्छ के गर्नुहुन्छ तपाईँ के गर्नु के गर्नु छ र बच्चादेखि दुःख पाएको मान्छे हेर्नु म बाबुआमाले पनि कान्छी लिएर बाउले पनि कान्छी लिएर हामीलाई हेर्नु भएन बुवाले पनि हामीलाई नहेर्नु भएको बच्चादेखि अर्काकै घरमा बसेर हुर्केको थिएँ म सानो बेला सानैबाट अर्कैकै घरमा बसेर हुर्किनु भएको थियो हजुर अहिले पनि बुढो भनेर आयो बुढोले नि यस्तो व्यवहार गर्छ भने कहाँ जानु कोसँग बस्नु त्यही भएर मेरो बरु एक्लै काम गर्छु बस्छु भनेर काममा पनि लागिसकेको थियो
काममा जान्छु भन्दा न मलाई काममा जान दिनुहुन्थ्यो न त आफूले कमाएर ल्याउनुहुन्थ्यो। अनि के गर्नु सानो बच्चा छ, हामीलाई नि के खानु मन लाग्छ होला, अरूले पैसा बोकेर हिँड्दा हामीलाई नि बोकेर हिँड्नु मन लाग्छ होला। त्यो कहिले पनि सोच्नु भएन मेरो बुढोले। केही सोच्नु भएन। अनि आमाले त माया गर्नुहुन्थ्यो होला नि, आमासँग त झगडा भएन, नातिनीलाई माया गर्थ्यो, बुहारी पनि राम्रै थिए भन्ने राम्रो कुरो गर्नुहुन्थ्यो तपाईँको, के थियो तपाईँ? पर्थ्यो कहिले काहीँ मम्मीहरूसँग नि झगडा पर्थ्यो, नपर्ने होइन। अनि यस्तै जसले नि आफ्नो छोराहरूलाई चेप्छ नि बढ्यो होला, कसैले नचेप्दो रहेछ। त्यही पक्कै पनि एउटा छोरी मान्छे हुनुहुन्छ, त्यही माथि बच्चा छ, हजुर भनिन्छ नि छोराछोरीको आमाले कहीँ गए पनि बास पाउँदैन भन्ने। हो, बरु बक्सीले बास पाउँछ भन्छ, छोराछोरीको आमाले बास पाउँदैन भन्छ नि। त्यही त त्यति सानो छोरी मान्छे लिएर हिँड्नको लागि कसरी आँटायो तपाईँमा? के गर्नु, सधैँभरि यस्तो के चिज गर्नु भन्दा त एउटा कुनामा गएर छोरी त पालेर छोरीको भविष्य त हेर्नु पऱ्यो नि मैले। त्यही भएर म त्यही कारणले हिँडेँ। छोरीलाई छोडेर जानु पनि लागेन? मैले यहाँ सोधौँ भने पनि मलाई छोरी लगेर जान नदिनु। पहिला पटक पनि भन्नुहुन्थ्यो निस्केर जा भन्नुहुन्थ्यो। जाउँ भने छोरी छोड्न नसक्ने, नजाउँ भने छोरी ऊ हुने, पिचल्ली हुने। त्यही भएर मेरो पालो छोरी न, म जान्छु नभनिकन छोरी टिपेर हिँडेँ। एकजोड लुगामा हिँडेको म। छोरी मान्छे हो, माइती त्यागेर आइसके पछाडि। हजुर, यस्तै गर्नुहुन्छ भने बरु एक्लै बस्छु, छोरालाई हेर्छु, पढाउँछु भनेर सोचिरहेको थिएँ। हिजो भेट्नु भयो, अनि भेटेर ल्याउनु भयो। अनि मिडियामा हालेछु भनेको त मैले घरमै आएर थाहा पाएको हो। अनि भन्नुभयो, मम्मीले पनि भन्नुभयो मिडियालाई फोन गर, भेटिसक्यो भनेर भनेर हिजै भन्नुभएको थियो मम्मीले पनि। अनि पर्दैन 1-2 दिनमा भन्छु भनेर भन्नुभयो। 1-2 दिन होइन भनिहाल भनेर अनि बिहान अनि कराएर अनि हजुरहरूलाई फोन गर्नु लगाएको मैले नै आफै। त्यति नै हो सर। अब के छ त, अब मिलेर बस्न सक्ने वातावरण छ कि छैन, के छ तपाईँको विचारमा चाहिँ? एकचोटिलाई चान्स दियो भन्नुभयो सबैले, दिदीहरूले पनि त्यही भन्नुभयो। एकचोटिलाई चान्स दिन्छु सर होइन, अब सुध्रिने मौका पनि दिनुपर्छ हामीले पनि होइन। अनि त्यही भएर एकचोटिलाई पनि घर परिवार हो, कहिलेकाहीँ सानोतिनो झगडा पनि हुन्छ होइन, बुढाबुढीको झगडा परालका आगो भन्ने चलन छ, त्यस्तै हो। एकछिन झगडा हुन्छ, उति बेला माया पनि हुन्छ। तर सधैँभरि एउटै शब्द गर्दा भात खाने बेलामा पनि, सुत्ने बेलामा पनि, उठ्ने बेलामा पनि एउटै शब्द गर्दा छोरी मान्छे। तपाईँको पनि केही गल्ती त होला नि, दुवैजनाको गल्ती त हुन्छ होला, केही गल्ती भएको महसुस गर्नु? मैले धेरै टेन्सन हुँदा रौसी खाइदिन्थेँ बेलुका। अनि रौसी खाएपछि रिस गर्नुहुन्थ्यो, गाली गर्नुहुन्थ्यो, त खान्छस् त भनेर भन्नुहुन्थ्यो, यस्तो यस्तो शब्दहरू गर्नुहुन्थ्यो। अनि त्यही हो। अनि उहाँले अर्को कुरा पनि भन्नुहुन्छ, विवाह गरेको 3 वर्ष भयो, उहाँलाई माइती कहाँ हो, घर कहाँ हो, को छन् भन्ने केही पनि थाहा रहन्छ? मैले पटक भनेको जाउँ माइती जाउँ भन्दा उहाँहरूले नै पैसा दिनु न, पैसा छैन भन्नुहुन्छ त कसरी लग्नु मैले माइती धेरै टाढा, उनीहरूले सोचे जस्तो नजिक छैन। आज भनिदिनुहोस् तपाईँको माइती चाहिँ कहाँ? गुल्मी हो मेरो माइती। गुल्मी? हजुर, गुल्मी मैदान हो। गुल्मी मैदान? हजुर, बुवाहरू सर्नु भएको। तपाईँ काठमाडौँ आएको चाहिँ कति भयो? म काठमाडौँ आएको त म बच्चैदेखि आएको काठमाडौँ। बच्चैदेखि यतै बस्नु? हजुर, बच्चैबाट यतै बसेँ अब। अहिले तपाईँ दिदीकोमा गएको भन्नुभयो होइन? हजुर। तपाईँको आफ्नै दिदी हो? मेरो सौतिन मम्मीको छोरी हो। अनि काम गरेको थियो, दिदीहरूले देखाइदिनु भएको थियो काम पनि। उसमा रमेश, नेपालको रमेश चौधरीको, विनोद चौधरीको दिदीको घरमा म काम गरिरहेको थिएँ अहिले तत्कालै। अनि उहाँलाई पनि, मेरो बुढोलाई नि उहीँ लगेर नि देखाइदिएको, मैले यहाँ काम गरेको भनेर नि देखाइदिएको। जानुभयो। अनि म उहाँलाई पनि भने म भोलि आउँछु कि शुक्रबार आउँछु उहाँ भनेर। अनि म यता आएको। अब काम गर्नुहुन्छ कि गर्नुहुन्न? गर्छु काम त म छोड्दिनँ, म काम गर्छु। अनि घरबाट पनि सहमति छ तपाईँको काममा? गर्नुहोस् भन्नुभयो यसपालि। अहिले चाहिँ गर्नु। अब चाहिँ के भयो भने चाहिँ खुसी हुन्छ, म बस्छु आनन्दले भन्ने मैले भनेको छु हिजो पनि। मैले अब उतै गएर बसौँ भनेको छु, नयाँ बजारै बस्ने हो भने म बस्छु, होइन भने म यता बस्दिनँ भनेर भनेको छु। नयाँ बजारै जान्छु भन्नुभयो। अब हेरौँ, तपाईँहरूले सोध्नु के भन्नुहुन्छ होइन।
मैले मात्रै भनेर मैले भनेर हुँदैन, तपाईँहरूले नि सोध्नु न उहाँलाई के भन्नुहुन्छ, कस्तो गर्नुहुन्छ। त्यही त समस्याको समाधान त घरभित्रै आफूले छलफल गरेर मिलाएको राम्रो नि त। मैले भनिरहेको छु अनि भन्नुभयो जान्छु भनेर। अब यहीँबाट आउने जाने गर्न चाहिँ सम्भव छैन, छैन, टाढा छ है। टाढा छ। अन्त भाडामा बस्ने उता पायो भने झन् सजिलो। उता पायो भने सजिलो। रुम पाइसकेछ, यहाँबाट सामान लगेर जानु भनेर आएको हो। हिजै सामान लगेर जाने भन्नुभएको थियो, त्यही कारणले आएको हो। भनेपछि अब मिल्नुहुन्छ, राम्रोसँग बस्नुहुन्छ। दुईजनाले एकअर्काको कमी कमजोरी, तपाईँको पनि कमी कमजोरी हुनसक्छ, उहाँको पनि हुनसक्छ। त्यही कारणले अब मिल्छु, बस्छु, तिमीसँग म छुट्टिनु सक्दिनँ भन्नुभयो। त्यही कारणले हुन्छ भनेछु। मैले पनि उसले मलाई साथ दियो भने म पनि उसलाई जिन्दगीभर साथ दिन्छु। उहाँले गद्दार गर्नुभयो भने त मेरो के लाग्छ र? मैले सम्झाउँदा नलागेपछि मेरो के गर्नु? म भिरमा जाने गाईलाई कानमा हाल्नु त सक्दैन नि, त्यही हो। भन्नु अरू मेरो केही छैन। पक्कै पनि खुसीको कुरा हो तपाईँ आउनुभएको छ घरमा अन्तत होइन। अब चाहिँ त्यस्तो विगतमा जे कुराहरू भयो तिनीहरू चाहिँ नदोहोरिउन्। हाम्रो शुभकामना पनि छ तपाईँलाई, राम्रोसँग बस्नु होला, छोरीको भविष्यको लागि पनि राम्रो गर्नु होला। माइती त्यागेर आइसके पछाडि के भने एउटा छोरीको जिन्दगी हो, लामो छ जिन्दगी। अन्तिममा के भन्न चाहनुहुन्छ? अन्तिममा के भन्नु, केही भन्नु छैन मेरो। अन्तिममा सिद्धियो। अब मिलेर बस्ने भनेर भनेको छु मैले त। उहाँले अब नि भन्नुभयो मिलेर बस्छु, आइन्दादेखि यस्तो गर्दिनँ भन्नुभयो, त्यति नै हो। माइतीतिरको त ढोकै बन्द गर्नुभयो नि त। माइतीतिरको ढोका अब माइतीहरूले त बच्चैदेखि मलाई छोडिदिए, ततार बितार पारिदिए। उनीहरूले नि मलाई जन्माउनु मात्रै दिए, कर्म अहिलेसम्म दिएनन्, त्यति नै हो। मेरो जस्तो बाबुआमा पापी त अरू संसारमा कसैको पनि छैन। म त त्यति नै हुन्छ। हस्, धन्यवाद। हस्।